हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 12 श्लोक इस प्रकार आएको छ। तस्य सञ्जनयन् हर्षं कुरु वृद्धः पितामह सिंहनादं विनाद्यच्चै शङ्खं दद्मौ प्रतापवान्। कुरु वंशका वृद्ध साहसिला हजुरबुबा भीष्मले दुर्योधनको खुसी उत्पन्न गर्दै सिंहको गर्दन जस्तै आवाज गरेर ठुलो स्वरले शङ्ख बजाउनु भयो। जीवन जिउने क्रममा मानिसका पारिवारिक लगायत चिन्जनका रूपमा अनेक प्रकारका सम्बन्धहरू रहेका हुन्छन्। तर पनि शारीरिक अवधारणले गर्दा मानिसहरूसँगको सम्बन्धका आधारमा सम्बन्धहरूबीच आसक्तिका साथसाथै एक प्रकारको आपसी तालमेल पनि रहेको हुन्छ। अनि अर्कोतर्फ शारीरिक अवधारणले गर्दा मानिसले स्वतन्त्र रूपमा काम गर्ने स्वभाव राख्छ। तर पनि जीवन जिउने क्रममा मानिसले विभिन्न प्रकारका सहज तथा कठिन परिस्थितिबाट गुज्रिनुपर्ने हुन्छ। त्यही भएर यस प्रकारको अवस्थामा के हुन्छ भने शारीरिक अवधारणले गर्दा मानिसले अवस्था परिवेशलाई मध्यनजर गर्दै आफ्नो प्रयासले साथ सहयोग गर्छु, हौसला बढाउँछु, खुसी बनाउँछु भन्ने सोच राख्छ अनि त्यसै अनुसार प्रयास हुने गर्छ। धन्यवाद। राधे राधे।